कत्रो यार मन पायो आमा हो दारीवाल भेट्यो निक्लो है निक्लो ए अर्को साथीहरू के हो यो अर्को रहेछ ए उम्केला म पक्रिन्छु भाले रहेछ अर्को रहेछ कुन आइपुग्छ कता घर तल छवटा गाइजहरू हुन् अब त के हो गाइस यहाँ म गाई छ गाइस अटिँदैन यता गाई के भन्छ यो हातमा नअटेर लास कत्रो है भाले ठुलो रहेछ भाले यही 4टा होइन अझै छ यहाँभित्र निक्लेको हुन्छ कि साथीहरू बाँध्छौँ हामी चाहिँ कत्रो भाले टुङ्गा हाल्नु त उठाउ त कतिको गडौँ भयो आयो आम्मा यार अर्को भाले दुईटा तीनटा सालाको ए आम्मा तिनटा पक्रे साथीहरू हातमा के हो अब फुटो घरलाई हेरिसक्यो भयो तिनवटा एकै तालमा दसु खन्ने प्लान बनाइयो है साथीहरू हामीले चाहिँ यहाँ बा छ भन्ने छ 1-2वटा छ दुईटा पा दुईटा हात प्याक्ति पारिहाल्यो नि अलिकति अर्को मलाई पाले गरेको झन्डै हात यता त्यो पल्लो छानेको फेर्न पनि छौ पाता ए पोथी भाग्ला दुईजनामा त हो त यस्तो बिजोक हुन्छ क्या माइ लाग्छ नि खतरा यहाँ गाह्रो छ है लडेर मरिन्छ नि यसरी पक्रिन्छु क्या साथीहरू हामी तपाईँहरूलाई थाहा छैन होला पाखोर्ने क्रम हाम्रो चलिरहेछ यस्तो डिलोभित्र खोज्नुपर्ने हुन्छ कि साथीहरू ट्याक्क पत्कर्नु हुन्छ कि लप्ची एकदमै पत्करहरू निकाल्दै बिस्तारै आरामले बसी यी दाजु एउटा आयो
फुत्त आइरह्यो पाको गुची आयो भाल्यो काँचुले फेरेको त अर्कै होला के हो एउटा है साथी काँडा वाल मनपा हात हेर न खोइ गयो साथीहरू खेली खेली के पाएको हात छिट्दैन त मेरो त सोधे हुन्छ उभोपट्टि गयो कि के भनेर जान्छु त पाएको गु त टन्नै छ त इ यही हो चट्ट फुट्टा चाहिँ उपर अन्त कत्रो यार इ हजुर नाच्दै रहेछ नि त यी लाइभ गर्दै हो क्या साथीहरू हामी पा पक्रिनु चाहिँ भाले रहेछ है यस्तोमा पा चाहिँ पानी पनि सानो छ पात चाहिँ हाम्रो 24वटा भइसक्यो साथीहरू यतातिर कता कता पस्छ पा साथीहरू पा हाम्रो आजको 24वटा पा देख्न सक्नुहुन्छ अब चाहिँ हामी घर लाग्छौँ अनि तपाईँहरूलाई घरमै भेट्नेछौँ यहाँनिर अन्तिम गरेर चट्ट अब घर जानुपर्ने हुन्छ यस्तो बाटो छ 24वटा पा